ओके गाइस, सो फाइनली द वेट इज ओभर। हामी चाहिँ अब निस्किँदैछौँ। आज चाहिँ हामी म्याग्दीको तातो पानी जान्छौँ अनि त्यहाँबाट चाहिँ गाडी पाइयो भने हुम खोलासम्म जान्छौँ। हाम्रो दाई यहाँ हुनुहुन्छ, प्रकाश दाई। के छ? ठिक छ? सुदीप दाई, आर यु एक्साइटेड? Yes, I'm very excited. ओके, लेट्स डु इट। हाम्रो स्याउबा चाहिँ अलिअलि अपसेट हुनुहुन्छ ढिलो हो भनेर, होइन स्याउबा? चलो भाइ। फेरि भन त। हट वाटर नानी हाम्रो रमेश दाई चाहिँ अझै होइन, स्टिल नट कमिङ। हि सो अनपङ्क्चुअल, अन टाइम। फाइनल्ली आउनुभयो दाई है, हामी एकदम एक्साइटेड छौँ। दाई द वेट इज ओभर भन्यो क्या दाई हामीले। ओके, सो पोखराबाट हामी चाहिँ निस्किसक्यौँ तातो पानीको लागि। यो चाहिँ लगभग 96-97 किलोमिटर छ पोखराबाट। अनि त्यहाँबाट चाहिँ हामी आज भ्यायो भनेदेखि खोलासम्म चाहिँ हेरौँ के हुन्छ है। र हामी निस्क्यौँ, अलिक ढिलो भयो निस्किनुलाई। बाटो सफा गर्दैछौँ हामी। ओके, सो हामी चाहिँ पोखराबाट चाहिँ 3 घन्टाको यात्रा पछाडि चाहिँ तातो पानी भन्ने ठाउँमा आइपुग्यौँ। र अब यहाँबाट चाहिँ हामी चाहिँ हुम खोलाको लागि जाँदैछौँ। र हामी चाहिँ यो गाडीमा आएको थियौँ होइन, अब चाहिँ गाडी चेन्ज गरेर हामी यसमा जान्छौँ। हामीले यसमा सामान हालिसक्यौँ। हामी जम्मा 5 जना छौँ। अब यहाँबाट हुम खोला पुग्न चाहिँ 2 घन्टा लागिरहेछ गाडीमा। बर्खाको बेला अब बाटो अलि छ र हाम्रो चाहिँ टिम चाहिँ रेडी हुँदैछौँ हामी। र अब 2 घन्टापछि हामी हुम खोला पुग्छौँ। हाम्रो टिम नर्थ एबिसीको ग्रुप चाहिँ अब रेडी होइन त हुम खोला जानलाई? ओके, लेट्स गो। ल, तातो पानीबाट चाहिँ हामी चाहिँ हुम खोलातिर लागिसक्यौँ है। अब तपाईँहरूले चाहिँ अगाडि देख्न सक्नुहुन्छ कालीगण्डकी नदी। तातो पानीबाट थोरै 500 मिटर माथि आएपछि चाहिँ राइट ह्यान्डपट्टि चाहिँ यता जाने चाहिँ बोर्ड नै बनाइदिनु भएको छ। गाडीमा चाहिँ ट्याक्क बनाउनु मिलेन, यस्तै छ है। यस्तै छ गाइज है। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरेर चाहिँ नबिर्सिनु होला। हामी चाहिँ आउँछौँ भनेर चाहिँ दाइलाई खबर पाउनु भएको रहेछ। अनि दाइले चाहिँ हामीलाई चाहिँ स्वागत गरिसक्नु भयो यहाँ है। दाइको होमस्टेको नाम चाहिँ के अरे भन्नु? दाइको होमस्टेको चाहिँ नाम चाहिँ शिखर होमस्टे है। अब हजुरहरू यता आउँदै हुनुहुन्छ भने चाहिँ दाइकोमा नि यसो छिरेर गइदिनु होला है त। हामी चाहिँ त्यो पारीको बाटो हुँदै आएको। ल हेर्नुहोस् है, बाटो चाहिँ यस्तो छ। अहिले चाहिँ बर्खाको बेला ढुङ्गाहरू झर्ने यताउति चाहिँ अलिकति हुँदो रहेछ। तपाईँहरू आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति विचार गरेर आउनु होला है। अब चौघरमा चाहिँ नहिँड्नु होला, अलिकति चाहिँ सावधानीपूर्वक चाहिँ हिँड्नु होला। वेदर फोरकास्ट चेक गर्नु होला है।
हामी चाहिँ तातो पानीबाट चाहिँ 2 घन्टा 10 मिनटमा चाहिँ यहाँ आइपुग्यौँ अहिले हामी घुम खोलामा है। ऊ त्यो परपट्टिबाट ठाउँमा जाँदैछौँ हामी, पानी पर्दैछ। हामी 5:30मा हिँडेको थियौँ, ठ्याक्कै 7:30मा आइपुग्यो ल। हामी चाहिँ अहिले यसो भित्र हेर्दैछौँ, बाहिर चाहिँ चिकन बनाउँदै हुनुहुन्छ। किचन चाहिँ यस्तो छ हाम्रो है। यो चाहिँ भर्खरै सुरु भएको ट्रेकिङ हो, अन्त जस्तो त्यति धेरै वेल म्यानेज भइसक्यो होइन, बिस्तारै हुन्छ। यो चाहिँ डाइनिङ। ओके, गुड मर्निङ एभ्रिवान। अब हामी चाहिँ घुमखोलाबाट चाहिँ आज माथि जाँदैछौँ। धन्यवाद, मिठो खाना आउनुभयो। अब फर्केर आउँदा बसौँला। ओके, हामी चाहिँ अहिले यहाँ हुमखोलामा छौँ है। यो हुमखोलामा छौँ। अब हामी यसरी हुँदै हुँदै आज यो पञ्चकुण्डसम्म गएर बस्छौँ र माथि गएर फर्केर अनि फेरि तल झर्छौँ। ओके, हुमखोला चाहिँ यही हो। यहाँ मुनि एउटा हाइड्रो पावरको ड्याम रहेछ, यतापट्टि वाटरफल, यहाँ एउटा चाहिँ मन्दिर पनि रहेछ होइन। अनि हाम्रो ट्रेल चाहिँ यस्तो छ ल, हेर्नुहोस्। हामी चाहिँ गुराँसे डाँडामा आइपुगिसकेका छौँ। यो फोटो सेसन चल्दैछ हाम्रो यहाँ है। दाइ अहिले पोज मिलेन, हाँस्नुहोस्। दाइ कस्तो लागिरहेछ? त्यो हामी चाहिँ अब भाइरल झर्नाको एकदम नजिकै छौँ होइन। अब ट्याक्क त्यहाँ गएपछि फेरि विल सो यु।
र 2.5 घन्टा पछाडि चाहिँ हामी हुमखोलाबाट चाहिँ 6:30मा निस्केका थियौँ होइन। अनि अहिले ठ्याक्कै बिहानको 9 बजे चाहिँ हामी यहाँ सन्धिखर्क भन्ने ठाउँ आइपुग्यौँ। अनि अब हामी एकछिन यहाँ ब्रेक गर्छौँ, एकछिन यहाँ बस्छौँ, त्यसको खाजासाजा खाएर अनि फेरि हाम्रो यात्रा अगाडि बढ्छ। हाई, हाउ आर यु? Good, good, good. हजुर र बाटोमा चाहिँ यसरी डस्टबिनहरू पनि राखिदिनु भएको रहेछ है। तपाईँहरूको फोहोरहरू चाहिँ केही छ भने बाटोमा नफाल्नु होला, डस्टबिन युज गर्नु होला, डस्टबिनमा हाल्नु होला है। फुत्फुते झरनाबाट चाहिँ हामी चाहिँ अहिले चाहिँ गुफा फाँट भन्ने ठाउँ आइपुग्यौँ है। हामीलाई चाहिँ अन्दाजी यो 1 घन्टा जतिको टाइम लाग्यो। अब तपाईँहरूलाई कम लाग्न पनि सक्छ, बढी लाग्न पनि सक्छ, तपाईँहरूको हिँडाइमा डिपेन्ड गर्छ त्यो चाहिँ है। र गुफा फाँटमा चाहिँ हामी चाहिँ अब ड्रिङ्क्स ब्रेक गर्दैछौँ होइन। कस्तो अनुभव लागिरहेको अङ्कल मनसुनमा ट्रेकिङ आएर? One of the best. बेस्ट है। दाइ कस्तो लागिरहेको तपाईँलाई Fantastic. है? हामी सबैजनाको फर्स्ट टाइम हो यो है। एक्सपिरियन्स गेन गरिरहेको छु ट्रेकमा। हजुर म चाहिँ खासै ट्रेक नगर्ने मान्छे, so it's best. So, you know what is called in English? He's fucking beautiful, man. यो This is the sky cave, guys, you can see. Today is July 25 and can you guys believe it? It's sunshine, you know, in the monsoon season. You can see the the blue sky.
हामी चाहिँ बुस्केट मेला भन्ने ठाउँमा पुग्न लाग्यो। हो त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ। त्यहाँ गएर चाहिँ लन्च खान्छौँ हामी, एकछिन रेस्ट गर्छौँ, अनि त्यहाँबाट पञ्चकुण्ड जान्छौँ हामी आज। र यो चाहिँ बुस्केट मेला भन्ने ठाउँमा आइपुग्यौँ हामी। यो चाहिँ समुद्रिक सतहबाट 3551 मिटरमा रहेको छ। अब हामी चाहिँ यहाँ खाना खान्छौँ, अनि खाना खाएर एकछिन रेस्ट गरेर अनि हाम्रो आजको टार्गेट भनेको चाहिँ पञ्चकुण्डसम्म पुग्ने हो। अनि भोलि चाहिँ बेस क्याम्प जान्छौँ पञ्चकुण्डबाट। र हामी चाहिँ यहाँ खाना खाँदैछौँ अब। र खाना खाएर रेस्ट गरेर फेरि हामी यहाँबाट निस्किन्छौँ। यो चाहिँ डाइनिङ। हाम्रो दाईहरू अगाडि नै आइसक्नु भएको थियो। खरा जस्तो कुनै दाईहरू त भेटाउनै नसक्ने यार दाई। Thanks, man. अब हामी अब यसरी खाना खान्छौँ होइन। हेलो दाई, यो चाहिँ किचन। अहिले अब खाना पकाउँदै हुनुहुन्छ दाई। के खानु पाइन्छ यहाँ? यहाँ आलु भात तरकारी। ओके ओके ओके, लन्च टाइम होइन त, दाल भात दिउँ दनादन। ओके, सो हामी चाहिँ खाना खाएर अब पञ्चकुण्डतिरको यात्रामा अगाडि बढिसक्यौँ है। ओके गाइज, सो यही हो है 5 कुण्ड लेक भनेर चाहिँ। हामी चाहिँ 10.5 घन्टा हिँड्यौँ आज चाहिँ हुमखोलाबाट। 10.5 घन्टा हिँडेपछि यहाँ आइपुग्यो। हेलो ब्रो, कङ्ग्रेट्स यु गाइज म्यारिड। थ्याङ्क यू। लाइकै थियो नि खै त। गुड मर्निङ, गुड मर्निङ। Good morning guys, good morning from North Annapurna Base Camp site. So now we're here at Panchakunda Lake. So look at the view guys, it's really nice. Look at the lake view guys, wow. बेस क्याम्प जानलाई चाहिँ यति सकस छ। जुत्ता लाएर हिँडेको हामी, अब जुत्ता लाएर जान नसकिने रहेछ, चप्पल लाएर जानुपर्ने रहेछ। अब जुत्ता खोल्दैछौँ हामी। Hey, how are you feeling now? It's freezing cold, brother. It's freezing cold. Oh my god. म गाउँ होला भनेको थियो। म त जान्न। Go.
हेलो एन्ड नमस्ते एभ्रिवान। सो हामी चाहिँ अहिले चाहिँ नर्थ अन्नपूर्ण बेस क्याम्प साइडको चाहिँ 5 कुण्ड भन्ने ठाउँमा छौँ होइन। अनि यहाँको चाहिँ यहाँहरूले भ्यू देख्न सक्नुहुन्छ। सो बबालै भ्यू छ यहाँको होइन। जति पनि मान्छेहरू हजुरहरू आउन आँट्दै हुनुहुन्छ भनेदेखि चाहिँ एकदम बेस्ट प्लेस है मनसुन टाइममा यो ठाउँ। तर वेदर फोकास चेक गरेर आउनु होला। हेर्नुहोस् त भ्यू कस्तो बबाल छ। हेलो गाइस नमस्ते फ्रम पञ्चकुण्ड लेक नर्थ अन्नपूर्ण साइड। अब हामी चाहिँ ट्रेकिङ सकेर अब आज चाहिँ हामी तल हुमखोलासम्म झर्छौँ। यो नर्थ अन्नपूर्ण बेस क्याम्प फेरि एकखेर फर्केर गरेर आउँ के भन्नुहुन्छ तपाईँ? म चाहिँ सक्दिनँ तत्काल भाउ मलाई 2 दिनमा इम्पोसिबल सरी आम टायर्ड तपाईँ के जाइ त फेरि एकखेर गएर हुन्छ? No, thanks for that. सुधीर दाइ I'm ready. Let's go. तपाईँ? I'm ready. गाइज म पनि रेडी छु है। सो वी आर ब्याक टु हुमखोला नाउ। हामीलाई चाहिँ 5 घन्टा लाग्यो माथिबाट चाहिँ यहाँ आइपुग्नलाई। यहाँ आएर खानासाना खाएर अब हामी चाहिँ पोखरा जाँदैछौँ होइन दाइ? यस